तर यस्तो व्यवसायमा संलग्न गिरोहले पिड शैलीमा हुने नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लगाएको छ। तर यस्तो व्यवसायमा संलग्न गिरोहले नेपाल बाहिर कार्यालय स्थापना गरेर कारोबार गरिरहेका छन्। उनीहरूले रोजगारीका लागि गएका नेपालीलाई संलग्न गराएर ठग्ने गरेको तथ्य भेटिएको छ। भारतमा कार्यालय खोलेर नेपालीलाई ठग्दै आएको एक कम्पनी हो वी विनर ट्रेडमार्क। कैलालीको घोडाघोडी नगरपालिका अधीनका भरतबहादुर साउद, अत्तरियाका सुरेन्द्र जैसी, डोटीका कैलाश मल्ल लगायत रोजगारीका लागि भारत गएका 1 दर्जन भन्दा बढी नेपालीले वी विनर ट्रेडमार्कबाट आफूहरू ठगिएको गुनासो गरेका छन्। उनीहरू भारतमा रोजगारीका लागि गएका थिए। पटनामा ज्याला मजदुरी गर्ने क्रममा नातामा साली पर्ने जानुका बोहरा, धनसरा बोहरा र तुलसा बोहराले मासिक 33,000 तलब आउने भन्दै साउद, जैसी, मल्ल लगायतलाई कम्पनीसम्म पुर्याएका थिए। सो कम्पनी पटनाबाट 14 किलोमिटर दूरीमा पुनफुन भन्ने ठाउँमा छ। सुरुमा चाहिँ यहाँ 21,000 बुझाउनु पर्छ र बाँकी तपाईँको पकेट खर्च यताउति गर्दाखेरि 25,000 जति तपाईँको लाग्छ। त्यति बोकेर आउनुहोस् भन्दाखेरि हामी 3 जनाको फैसला अनुसार हामी चाहिँ त्यहाँदेखि घरदेखि हिँड्यौँ र त्यहाँदेखि हिँड्दाखेरि ठ्याक्कै बिरगन्ज पुगिसकेपछि त्यहाँ फोन गरेर हामीले तिनीहरूलाई इन्डियाको नम्बर दिएको थियो। ठ्याक्कै फोन गऱ्यौँ बर्डरतिर हो भनेर रक्सल बसपाका हो भने आयौँ। त्यहाँबाट फेरि पटनातिर हो भनेर पटनातिर इन्डिया रहेछ, बिहारको पटना शहरतिर रहेछ। उनीहरू सो कम्पनीको कार्यालयमा पुग्ने बित्तिकै फर्म भर्न लगाएर 21,000 रुपियाँ लिइयो र 1 हप्ता तालिम दिइयो। यसपछि उनीहरूबाट जनै 2 लाख रुपियाँ लिएर सर्ट, प्यान्ट लगायतका कपडा निकै महँगो मूल्यमा किन्न लगाइयो। केही दिन उनीहरूलाई होस्टेलमा राखेपछि अन्य मान्छे लिएर आउन भन्दै दबाब दिँदै होस्टेलबाट घर फर्काइयो। र तिनीहरूले के भन्यो कि 4 जना मान्छे बनाउनु पर्छ। मान्छे पनि बनाउने होइन कि कुनै पनि गरिब व्यक्तिहरूको चाहिँ जीवन स्तर उच्च पाइदिने हो, चान्स दिने हो। ढिलो चाँडो केही फरक पर्दैन, तर हामीले चाहिँ दिने भनेको नि गरिब व्यक्तिलाई अगाडि बढाउनको लागि कम्पनीको उद्देश्य हो भनेर कुरा गर्दाखेरि ल ठिक छ, हुन्छ, ठिकै छ भनेर कुरा गर्दाखेरि उनीहरूको त्यहाँ कम्पनीको सिस्टम के रहेछ भन्दाखेरि त्यहाँ चाहिँ लाइसेन्स खरिद गर्नुपर्ने रहेछ, कपडा खरिद गर्नुपर्ने रहेछ। त्यसै बाबत हामीलाई पैसा मिल्ने रहेछ। त्यसै अनुसारको उनीहरूमध्ये केहीले अनि मानिसलाई नेटवर्कमा जोड्न सफल भयो भने कोही भएनन्। पहिलो महिना सबैको नाममा 33,000 का दरले रकम आयो। तर दोस्रो महिनाबाट जसले मान्छे थपेका छन् उनीहरूले पैसा पाए, तर जोडिएका अन्य सदस्यले भने पाएनन्। दोस्रो महिनाबाट रकम नपाउनेहरूले विरोध गरे। आफूलाई सुरुमा भने जस्तो नभएको भन्दै विरोध गरेपछि उनीहरूलाई ज्यान मार्ने सम्मको धम्की दिएको पीडितहरूको गुनासो रहेको छ। न्याय पाउँछ पाउँदैन त्यो त थाहा छैन, तर पनि अरू व्यक्तिहरू फस्नु भएन। कैलाली जिल्लाभरि फैलियोस् र हामी कैलाली मात्र होइन कि अन्य विभिन्न जिल्लाहरूका मान्छेहरू फसिरहेछन् त्यस कम्पनीमा। दिनको भनेको 70 देखि 150 जना पनि जान्छ एक दिनमा। त्यसरी मान्छे व्यक्तिहरू फसिरहेछ, झुट बोलेर नै फसाइरहेको। यदि पहिला नै झुट नबोलेर यसरी छालेर आउँदैन, मान्छे बनाउनै पर्छ भन्ने भए म पनि गर्दैन, मेरा साथीहरू फस्दैनन्। अहिले उसले पनि आफ्नो आमालाई भन्न सकेका छैन, आफ्नो बुवालाई भन्न सकेका छैन। हामी यसरी भौजाएर हिँडिरहेका छौँ। त्यसपछि उनीहरूले आफूलाई सो कम्पनीसम्म पुर्याउने धनसरालाई फोन गर्दा उनले पनि जिम्मेवारी लिइनन्। पीडितहरूलाई जानकारी आए अनुसार उनीहरूका लिडर सन्तोष थानक हुन्। उनको घर पुहलपुरमा हो, तर उही भन्दा माथि विनर ट्रेडमार्क सञ्चालन गर्ने को छन् कसैलाई जानकारी छैन। नेटवर्कमा भरत, सुरेन्द्र, कैलाश लगायतलाई संलग्न गराउने जानुका, धनसरा, तुलसरा पनि यो पिरामिडमा जोडिएका केही पात्र मात्र हुन्। यसरी नै स्पिड शैलीमा हुने नेटवर्किङ